हाम्रो फुल पूजा हुँदैछ है अनि टक्क लागेको मन्दिर हो हाम्रो अनि मैले चाहिँ अनि टक्क गोको कोस्मो पनि लिएको थिएँ कोस्मो पकेट 3 अनि आज फुल पूजा त्यसपछि अनि हामी चाहिँ आज मन्दिरतिर जाँदैछौँ कस्तो है हाम्रो कस्तो लाग्ने भगवान् चाहिँ अनुहार देखाउने लाज लाग्छ आइरहनु भएको छ हेलो हाई हेलो ठिक छ छोरी हाई अब माथि अनि आयो आइपुग्यो फाइनली हेलो हेलो ओ ईशा भाइ दिनेशलाई फोन गर्नु त ब्रान्ड काम गराउनु भएको त्यतिर नि हुन्छ त यो त अरूले चिन्दिनँ अमित आएको दिन्छु कतिवटा चाहिन्छ 5 वटा बनायो 5 वटै हो भनेर काका लिङ्ग 5 वटा हैन र छिटो बन्न कति बेर लाग्यो He is working very hard work. अलिकति मोटो काटे कि यस्तो त्यस्तो हुनु पर्यो हैन त अझै धेरै पानी घन्टी बजेन कहाँ हो घन्टी घन्टी बजेन आइदैन भाइ भाइ हुनी छ पैसा लिएर है बुझिनी भएन त्यहाँ माथि छ मेरो जानु सबैजना त्यो चप्पल चप्पल त्यसै आइदियो खाली हेर्नु है सबैजना निक्ल्यो हेर्नु होला यहाँ जाँदै हुनुहुन्छ त्यहाँ पुगिसक्यो मान्छे अब म यहाँ छु अब म जाने साथीहरू त्यहाँ कोही Yarden. Hello. Hi. ओ भाइ के छ ठीक छ हैन ठीक छ नि दाइ ठीक छ एकदम हेलो भाउजू दिदी क्यामेराम्यान है सबै दाजुभाइ जम्मा भएको छ हैन है काम भइरहेछ यसपालि चाहिँ हाम्रो अब यो मलाई पनि पठाइदेऊ है भने अब 15 मिनट त हो नि त एकछिन त हो त्यो चाहिँ अब मलाई त 15 मिनट नै होइन
एकछिन झझ भेछिया भेनया झझ भेछिया भेनया लेले ताल झुंगू है पासोया ए लालुया धेधे चुला छाए लालुया छत्ता सोया धेधे चुला छाए लालुया छत्ता सोया कवा ए लालुया धेधे चुला छाए लालुया सोया धेधे चुला छाए लालुया चलो चलो हेलो हेलो के छ मन्दिर परिक्रमा हुँदैछ हाम्रो अब यो लास्ट राउन्ड हो पानी कति राख्यो होला है पानी थियो आमा भन्यो बुढाहरूलाई पहिला छिराइदिनु साली बाटै हो बुढाहरूलाई दिनु पहिला ल ल एउटा बोको त अझै हिँड्दा कहाँ हिँडेर ए ल त ठिक पानी पर्यो पहिल्यै बनाउँला झझ भेछिया भेनया झझ भेछिया भेन